मैले धम्काएको म भिडियोको सामने भनेको छु कि धम्काएको भने छैन तपाईले आफ्नो जवानबाट उ गर्नुहुन्न भने हामीले अरूले 4 दिन रक्सी खाएर सुत्दाखेरि किन उ गर्नुभयो अरूले 4 दिन रक्सी खाएर सुत्दाखेरि किन के देशीको देशी त्यो कुरा आफ्नो काम गर्न आफ्नो म तपाईले रुममा बस भनेदेखिबाट 2 साल तक यत्रो गरेर नि तपाईले हामीलाई टाइमको कुरै होइन तिमीले पुलिस लिएर पठाएन भनेर म पुलिस ल्याएर लिउँ न तपाईँ जस्तो घटिया छैन म के भनेको तपाईले बोलाउँ न कम्प्लेन मैले गर्छु तपाईँ कुन हद तक गिर्नुहुन्छ रोड राइटमा हुनुहुन्न राइटमा हुनुहुन्न तपाईँको यति ए कम्प्लेन गर्नु छैन तपाईँलाई गर्नु छैन सम्झिनु भयो नि भेजाको कुरै होइन सक्दिनँ भने सक्दिनँ भन्नु आफै टिकट काटेर जान्छु ठिक छ नि ल भन्नुहोस् अब हाल्छु अब हान्नुहोस् के टिकट चाहियो क्या यहाँ 15-20 मिनट भयो के को छैन एमएससीलाई किन फोन गर्ने होइन गर्दिन होइन तपाईँले यार मान्छेलाई के चुतिया सम्झिनु भएको छ मैले के भने अरूलाई 1 सालको उ गर्दा पनि तपाईँले उ गर्नुहुन्न होइन त्यो हाल्नेको कुरै होइन नि त सोसलको कुरै होइन सोसलमा हालेर त त्यो बाथरुममा आन्द्रा धोएको भिडियो पनि छन् सुन्नु न अनि हुन्छ नि एउटा मान्छेको जवान हुन्छ केही हुन्छ यार 15-20 दिन भयो यसरी हुन्न नि सर व्यवहार मान्छेको सबै हुन्छ हल्ला चर्को बोल्ने तपाईँले गराउनु भएको छ चर्को बोल्ने तपाईँले गराउनु भएको छ रुममा बस्दिनँ म ठिक छ नि हल्ला गर्ने होइन तपाईँले जेसुकै गर्नुहोस् अति भयो तपाईँले त जसलाई नराम्रो गर्ने उ गर्ने उसलाई पो पठाइदिनु हुनेछ चाँडै हामी 2 साल भ्यान्छौँ यहाँ गाँड मोराएर काम गरेर हामीलाई तपाईँले उ गर्नुहुन्न तब तपाईँले मेरो मई 4 तारिकको मेरो कन्ट्याक्ट पुगे होइन तपाईँले अरूलाई तपाईँले अरूलाई म जान्न मलाई 1-2 दिनमा टिकट चाहियो भ्यान्स